भन्नु बुबा मलाई खुसीले लाग्यो मेरो साथी मेरो नातिनीहरूको साथी यस्तै प्रेम हुनुपर्छ क्या हो त हामी पनि उमेरमा जोसँगले पढ्थ्यौँ जोसँगले हिँड्थ्यौँ डुल्थ्यौँ अनि राम्रो लाग्थ्यो उम्, अब अहिले त 70 71 72 73 वर्ष भए उम्, बुढो भइहाले अहिले पनि ठिक छु म भन्नु न ठिक छ अहिले पनि अहिले अलिकति हातमा दुखान्छ बुबाको दुखाइ छ अरू त सब सब ठिक ठिक छ छ यो हड्डीको यो हड्डीको नयाँ छुट्टै यो सब बुबा ठिक हुनुको कारण चाहिँ यति धेरै धेरै औषधि हो अरू केही नै होइन होइन बुबा अँ, अनि म पनि हो अँ। मैले औषध दिएर यो मेरो छोरी उहाँ मेरो चाहिँ मुनाको डोरो बिहान खाना पछि रहेछ तपाईँले यति राम्रो बोल्नु हुँदो रहेछ भन्दै होला नि मेरो साथीहरूले तपाईँलाई उम्, अब 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 टन तान्नु अब यो तान्नेवाला औषधि छ होइन अँ, यो एउटा भयो हेरौँ है म एकचोटि अब दुइटै तान्नुपर्छ यो चाहिँ छुट्टै खालको औषध छ तपाईँहरू हेर्न सक्नुहुन्छ ल हेर्नुहोस् देख्नु भयो त अब अर्को पनि छ दुइटै पर्दैन होला बिहान दुइटा हो बेलुका एउटा होइन हो त यसको लागि चाहिँ हो बल चाहिन्छ ल सकियो बाई 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 भन्ने कि बुबा बाई बाई थ्याङ्क यू भन्नु बाई बाई थ्याङ्क यू थ्याङ्क यू बाबु थ्याङ्क यू गुड